सो गुड मर्निङ गाइजहरू। अहिले म पोखराको चौथेमा छु, हेर्न सक्नुहुन्छ। बाटो चाहिँ बन्दै गरेको अवस्था छ। यता अर्को लेन बनिसकेको छ। अब यता यता पुलतिर टर्निङतिर अलि बनाउन बाँकी छ। हप्ता दिनमा मेबी यो बनिसक्छ। यो हेर्न सक्नुहुन्छ। गाह्रो छ गाइजहरू, बाटो बन्दैछ। हतार नगरौँ गाइजहरू। आस्था सुपर एसी विथ सोफा काठमाडौँदेखि पोखराको रहेछ। सो गाइजहरू हेर्न सक्नुहुन्छ, स्विफ्ट होलिडे आएको छ यता र भिजिट ओपन भिजिट नेपाल पनि आएको रहेछ। गाइजहरू हेर्न सक्नुहुन्छ, सरासर गयो यता ओपन भिजिट काठमाडौँको तर्फ जाँदैछ। हेर्न सक्नुहुन्छ गाइजहरू। हेर्न सक्नुहुन्छ, अर्को एउटा बस निस्किँदैछ, हाइवेमा निस्किँदैछ गाइजहरू। कुन हो आई डोन्ट नो। यहाँबाट आएपछि थाहा हुन्छ गाइजहरू। यस्तो छ हाइवे बन्दै गरेको अवस्था। र यता समृद्धि गाइजहरू, समृद्धि आयो। समृद्धि आछ र अर्को त्यहाँ चाहिँ गाडीलाई बसलाई टर्निङ अलि नपुगेर गाह्रो भएको छ। अगाडि पछाडि गर्नु परेको अवस्था छ। र यता यो समृद्धि पनि आएको छ। यता खोइ आई डोन्ट नो के को लागि आएको। यता यहाँ भिड गाइजहरू, भिड हेर्नुहोस्, भिड। बाटो छैन। त्यहाँ बोर्ड पनि बनाइदिएको छ, बाटो छैन भनेर। जबरजस्ती यो बाइकहरू, दुई पाङ्ग्रेहरू यहीँबाट ओहोरदोहोर गरेछन्। सबलाई हतार छ, के गर्ने, सबैलाई हतार छ। हेर्न सक्नुहुन्छ गाइजहरू, यता यो डोजरले बाटो ब्लक गर्दैछ। र यो ट्रक गुरुजीले भन्दै हुनुहुन्छ मलाई जान दिनु पहिला, अनि बल्ल ब्लक गर्नु होला। हेर्नु गाइजहरू। जान्छ र यहाँबाट गयो। झन्डै उता टुक्या यार। दुई पाङ्ग्रेहरूले त धेरै गाह्रो गर्छ गाह्रो गर्छ। र यता समृद्धि ज्ञानी भएर बसेको छ यता। र यसरी हतार गर्नु हुँदैन, यस्तै बस्नुपर्छ। आरामले चिल पारामा जानुपर्छ। र यहाँ अर्को बस आयो, पोखरा दिल्लीको रहेछ। पोखरा टु दिल्ली। यो समृद्धिलाई लामो बस छ, टर्निङ नपुगेर गाह्रो छ। कति गाह्रो है, आमा है। गाह्रो छ, गाह्रो। बाटो नभएर यति सानोमा फर्काउनु पर्ने। राम 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 राम।
र यताबाट काठमाडौँको लागि जाँदैछ बसहरू टुरुरुरु हरन हान्दैछ। दामी दामी हरन हान्नुपर्छ। यो दुई पाङ्देले त अझै समस्या पार्छ हौ। दुई पाङ्देले सब बिचमा घुसिदिन्छ। हर हर महादेव गयो गाइजहरू, हर हर महादेव, हर हर महादेव गयो। यता शुभ अधिकारी रहेछ गाइजहरू, शुभ अधिकारी पनि जाँदैछ। र यो समृद्धि चाहिँ घुमाउँदै बसेको छ। यता गाह्रो छ बाटो नभएर। बोर्ड त्यहाँ अगाडि छ, हेरेर आउनुपर्ने हो। टर्निङ कट्यो टर्निङ। र यता चाहिँ सुप्रिम आयो, सुप्रिम। यता सुप्रिम आयो गाइजहरू, सुप्रिम। र बिन्दवासनी पनि आयो, पोखराबाट काँकरभिट्टा टुरिज्म। पूर्वबाट नाइट बसहरू भित्रिँदैछ गाइजहरू। सो गाइजहरू 60 को बस आयो, पोखराबाट दिल्ली जाँदैछ, हेर्न सक्नुहुन्छ। त्यहाँ चाहिँ खसी बजारतिर नै बोर्ड हालिदिएको छ बाटो छैन भनेर। अनि तैपनि यो दिपाङ्ग्रेहरू सायद यता भित्रबाट आएर होला। र यता बाटो बन्द छ, तैपनि यताबाट बाटो नभए नि यस्तो माथि चढाएर गइराखेको अवस्था छ गाइजहरू। अहिले चौथोमा छु म। र यता कुन बस आयो गाइजहरू, अन्ली टुरिस्ट लेखेको छ, पर्यटक मात्र, टुरिस्ट एयर बस। आई डोन्ट नो कुन बस हो गाइजहरू। रामचा देवी रहेछ हो, रामचा देवी रहेछ गाइजहरू।